काठमाडौँ बाहिर अवार्डलाई लिएर गएर त्यो चाहिँ हाम्रो हरेक साल अवार्डलाई काठमाडौँ बाहिर लैजाने हाम्रो उद्देश्य भन्दा पनि त्यो एउटा हाम्रो नेपाली स्पोर्ट्सका लागि एउटा स्टेटमेन्ट थियो कि हामी काठमाडौँ फोकस्ड मात्रै छैनौँ, हामी सम्भव भएसम्म हाम्रो कार्यक्रमलाई काठमाडौँ बाहिरको अन्य सिटीमा पनि लैजान्छौँ भनेर अघिल्लो साल पोखरामा इभेन्ट गर्दाखेरि हामीले जुन क्यापिटलमा जुन इन्भेस्टमेन्टमा यो इभेन्ट काठमाडौँमा गर्थ्यौँ त्योभन्दा धेरै खर्च गरेका छौँ। फाइनेन्सियली पनि हामीले ब्याक टु ब्याक काठमाडौँ बाहिर इभेन्ट गर्न सक्ने स्थिति अहिले छैन। कर्पोरेट सेक्टरबाट पनि हामीसँग जे जति पार्टनरहरू हुनुहुन्छ लामो समयदेखि हुनुहुन्छ, तर नयाँ पार्टनरहरू ठुलो सब्सटेन्सियल अमाउन्टको स्पोन्सरसिप सहित आउन सक्ने स्थिति अहिले पनि बनिरहेको स्थिति छैन। जति पनि ठाउँमा हामीले अवार्डका लागि स्पोन्सरसिप अप्रोच गरेका छौँ त्यहाँबाट चाहिँ त्यति इन्करेजिङ इन्भाइरोमेन्ट छैन देशमा भन्ने किसिमको कुराहरू पनि आइरहेको छ। र अर्को कुरा हामीले लास्ट इयर पोखरामा गर्दाखेरि पनि यस्तै क्वेसनमा सायद मैले भनेको थिएँ कि हामी कुन सिटीमा फेरि जान्छौँ कि जाँदैनौँ भन्ने कुरा, त्यो सिटीले हामीलाई गर्ने वेलकम, त्यहाँ हामीले उठाउन सक्ने अवार्डको लागि उठाउन सक्ने आर्थिक सहयोग र त्यो सिटीले हाम्रो इभेन्टको ग्राभिटी जुन छ त्यो खालको इभेन्ट होस्ट गर्न सक्ने त्यहाँको इन्फ्रास्ट्रक्चर छ कि छैन त्यो ढङ्गले सोच्नुपर्ने हुन्छ भनेका थियौँ। हामी फेरि कुनै वर्ष काठमाडौँ बाहिर जान सक्छौँ, यो बन्द भएको होइन, तर ब्याक टु ब्याक काठमाडौँ बाहिर इभेन्ट गर्न सक्ने हैसियतमा चाहिँ अहिले एनएसएफ छैन। 28 गते होइन, प्रेस रिलिजमा लेखेकै जस्तो भदौ 18 गते नै हो हाम्रो इभेन्टको डेट। यसपटक भदौ 28मा गर्दाखेरि एसियन गेमको तयारीमा खेलाडीहरू अलि व्यस्त हुने भएकोले हामीले अलिकति सधैँ गरिरहेको डेटभन्दा अगाडि सारेका छौँ। भदौ 18 गते नेपाल पुलिस क्लबको हल प्रदर्शनी मार्गमा रहेको द ब्लू पभिलियनमा हाम्रो अवार्ड सेरेमनी यसपटक हुनेछ। यो चाहिँ यस्तो छ, अब कतिपय कुराहरू चाहिँ हाम्रो अवार्डमा सिक्रेट रहन्छन्। लास्ट इयर पनि हामीले प्रेस मिटमा 10वटा भने अवार्ड 11वटा क्याटेगोरीमा दियौँ। त्यो ओलम्पिक ट्रेल ब्लेजर अवार्ड हामीले अनाउन्स गरेका थिएनौँ, केही विशेष हुन्छ भनेका थियौँ र त्यो अवार्ड दिँदा लास्ट इयर हाम्रो 11वटा क्याटेगोरी थियो। यसपटक 9 चाहिँ मिनिमम 9 हो। हामीले फाइनल चाहिँ हाम्रो छनौट समितिले आफ्नो प्रतिवेदन दिइसकेपछि उनीहरूलाई कुनै क्याटेगोरीमा अथवा स्पेसल्ली काहीँ हामीले इन्डोर्स गर्नुपर्ने, कसैलाई रिकगनाइज गर्नुपर्ने छ है लास्ट इयरको पर्फर्मेन्स हेर्दाखेरि भन्ने लाग्यो भने उनीहरूले प्रस्ताव ल्याउँछन् र कार्यसमिति हामीले डिसिसन गर्ने हो। सो यसपटक 10बाट 9 हुँदाखेरि टिम अफ द इयर छैन अहिलेसम्मको हाम्रो प्रेस रिलिजमा। अब छनौट समितिले ल्याइसक्दाखेरि होइन लास्ट इयर पनि टिमको पर्फर्मेन्स एकदम राम्रो रहेछ, यो खालको हुनसक्छ भनेर आयो भने त्यसमा हामीले फेरि सोच्न सक्छौँ। यो मिनिमम 9वटा क्याटेगोरी हुने हो, 9भन्दा बढी पनि हुनसक्छ। त्यो चाहिँ छनौट समितिले प्रतिवेदन हामीलाई बुझाइसकेपछि अनि कार्यसमितिले निर्णय गर्छ। यो सब संस्थागत हिसाबले हेर्दा नेपाली खेलकुदमा हामीले आफ्नो जुन छाप बनाएका छौँ त्यो छाप कसैले मेटाएर मेटिने खालको छैन। हाम्रो अवार्डमा के नयाँ दिन सक्छौँ, हाम्रो अवार्डमा के कति स्टेक होल्डरहरूलाई समेट्न सक्छौँ भन्ने च्यालेन्ज हाम्रो लागि सधैँ रहने गर्दछ। अघिल्लो पटक हामीले अवार्डलाई बाहिर काठमाडौँ बाहिर लगेर एउटा ठुलो चुनौती आफैलाई दियौँ र मलाई लाग्छ त्यसमा हामी खरो रूपले उत्रियौँ। त्यो अवार्ड कतिको सफल भयो, काठमाडौँ बाहिर पोखरा जाँदाखेरि कतिको सहज असहज भयो भन्ने कुरा तपाईँ खेलकुदका सरकारवालाहरू यहीँ हुनुहुन्छ, तपाईँहरूले मूल्याङ्कन गर्ने कुरा हो। हामीलाई लाग्छ एनएसएफको साइडबाट र एनएसएफ फ्यामिली, हाम्रो एक्सटेन्डेड फ्यामिलीभित्रको हाम्रो कर्पोरेट मेम्बरहरू जो जति हुनुहुन्छ अवार्डमा रहनुभएका उहाँहरूको साइडबाट हामीले कुनै कमी कमजोरी गल्तीका ठाउँहरू राखेनौँ लास्ट इयरको एडिसनमा। यसपटक अझै पनि हामी सुधारिएर जानेछौँ र केही कमी कमजोरी भइरहेका छन् हाम्रो अवार्डमा भने त्यसलाई सुधारेर अझ बढी अवार्डलाई स्तरीय बनाउने, अझ ठुलो इभेन्ट बनाउने, अझ धेरै नेपाली खेलकुदका स्टेक होल्डरहरूलाई समेट्ने प्रयासमा नेपाल खेलकुद पत्रकार मञ्च रहेको छ। यसपटकको अवार्डमा पनि केही नयाँ हुनेछ। यो कुरा नयाँ हुनेछ भनेर आजै भनिदियो भने त्यो नयाँ रहेन। त्यसैले त्यो नयाँ के हुनेछ भनेर चाहिँ यसपछिका हाम्रा अब अवार्ड सेरेमनीभन्दा अगाडि झन्डै 4वटा 5वटा प्रेस मिट र मिडिया इभेन्टहरू हुन्छ। त्यसमा हरेक कार्यक्रममा केही न केही नयाँ कुराहरू यहाँले अवार्डको बारेमा थाहा पाउनुहुनेछ, त्यो विश्वास दिलाउन चाहन्छु। यो अवार्ड कार्यक्रम एनएसएफ ड्राइभिङ सिटमा मात्रै छ, तर यो ड्राइभिङ सिट जुन सिटमा हामी बसेका छौँ त्यो गाडी बनाउनको लागि धेरै हातहरू, धेरै मिस्त्रीहरू, धेरै पाटपुर्जाहरू, धेरै इन्धनहरू चाहिन्छ। त्यो सबै मिस्त्री, पाटपुर्जा, इन्धन भनेको तपाईँहरू नेपाली खेलकुदका स्टेक होल्डर्सहरू हो। आज म अनाउन्समेन्ट यो अवार्डको गरिरहँदाखेरि हाम्रो अवार्डलाई सधैँ साथ दिँदै आउनुभएको राष्ट्रिय खेलकुद परिषद, नेपाल सरकारको खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी लगायतका सङ्घ संस्थाहरूलाई पनि मुरी धन्यवाद भन्न चाहन्छु। यहाँको आबद्धताले, यहाँको सहयोगले हाम्रो अवार्डलाई राष्ट्रिय अवार्ड बनाइदिएको छ र हाम्रो अवार्ड एउटा
गैर नाफामूलक व्यावसायिक संस्था पेसाकर्मीहरूको सङ्गठनले गरे पनि यसले राष्ट्रिय स्वरूप लिएको छ। यहाँसम्म पुर्याउनको लागि तपाईँहरू सबैजना यो बधाईको हकदार हुनुहुन्छ। त्यसैले तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई भन्न चाहन्छु। यसपटकको अवार्ड अझ भव्य हुनेछ। पोखरामा छुटेका नेपाली खेलकुदका हस्तीहरू फेरि एकपटक हामी यहाँ ब्लू पभिलियनमा भेट्नेछौँ र नेपाली खेलकुदले सम्झना लागेको इभेन्ट फेरि एउटा हामी पस्किनेछौँ यसपटक। त्यो ग्यारेन्टी यहाँलाई गर्दै आजको यो कार्यक्रममा उपस्थित भइदिनु भयो। अवार्डको सुरुवाती पहिलो कार्यक्रम हो। हाम्रो आइपिपीजीले भन्नुभएको थियो बिउ रोप्ने काम आज भएको छ। अब बिउ रोपेपछि यति मलिलो ठाउँमा बिउ रोपिसकेपछि यो फक्रिन्छ, फुल्छ, निकै सुगन्धित फुल फुल्छ यो संस्करणमा भन्ने आशा गरौँ। सबैलाई फेरि एकपटक थ्याङ्क यू सो मच भन्न चाहन्छु। हामी गोल्छा ग्रुपसँग 19औं संस्करणसम्म सहकारी गरेर आइपुगेका छौँ। हामी अवार्ड संस्करणको हिसाबले हेर्ने हो भने 23औं संस्करणसम्म आइपुगेका छौँ। सो यो एउटा मेयर कोइन्सिडेन्स मात्रै होइन, यो कन्टिन्युटी मात्रै होइन, यो नेपाली स्पोर्ट्समा हाम्रो एउटा बोल्ड स्टेटमेन्ट हो। हामी यहाँ छौँ नेपाली खेलकुदका लागि, खेलाडीका लागि, खेलकर्मीहरूका लागि रहिरहनेछौँ। आइदिनु भयो, फेरि एकपटक धन्यवाद भन्न चाहन्छु र यो धन्यवाद ज्ञापन सँगसँगै आजको यो कार्यक्रम यहीँ सम्पन्न भएको पनि घोषणा गर्दछु र सबैलाई आइटीमा हामीलाई जोइन गर्नुहोला भन्ने अनुरोध गर्दछु। थ्याङ्क यू सो मच।